हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो डे 7 हो 13 डेज च्यालेन्जको। म चाहिँ दिउँसो काम गरेर आइसकेँ। म चाहिँ काम जाने दिन चाहिँ प्राय बिजी हुन्छु, बिहानमा ब्लग स्टार्ट गर्न पाउँदैन। अहिले चाहिँ कामबाट आएर रेडी भएर हाम्रो कम्पनीको नोमिखाइ छ नारिदा स्टेसनमा। म चाहिँ त्यही जान लागेको। जाम है त मसँगै, हजुरहरूलाई पनि म वहीँ गएर भेट्छु। हामी चाहिँ रेस्टुरेन्टमा आइसक्यौँ। स्याचो खाचो अनि खाचो स्याचोको बुढी। यहाँ चाहिँ हाम्रो सामानहरू यताउति आउँदैछ। अब चाहिँ हामी खान्छौँ, इन्जोय गर्छौँ। हाम्रो बहिनीको ग्रेजुएसन थियो आज चाहिँ, अनि स्टेसनमा अहिले आएको रहेछ। उसलाई बोलाएर अनि यो चाहिँ केक मगाइदिएको उसको लागि। कस्तो क्युट छ। अहिले चाहिँ नमिखाइसकेर फर्किन लागेको। यो चाहिँ हो नारिदाको नाइट भ्यू, कस्तो राम्रो छ। अनि मैले चाहिँ धेरै भिडियोहरू चाहिँ लिएको छैन, किनभने मान्छेको अगाडि भिडियो लिन कस्तो अप्ठ्यारो हुन्छ नि त। उनीहरूले त भन्न त केही भन्दैन, थाहा छ, त्यही नै मलाई लिन अप्ठ्यारो लागेर लिएको छैन। यो चाहिँ बहिनीको गएकोमा सोचियो हुँदाखेरि दिएको फुल रे, कस्तो क्युट छ। आज हाम्रो बहिनीको निहङ्गो गएको सक्यो, सोचिके पनि भइसक्यो। मेरो चाहिँ खाइसकेको नमिखाइ थियो, अनि उसलाई मैले यहीँ हामी नमिखाइ भएको ठाउँमा बोलाएर अहिले चाहिँ हामी दुईजना फर्किँदै हो। पर्पल लभरहरूको लागि बाटोभरि यहाँ चाहिँ यस्तो दामी फुल राखेको छ। बहिनी र म चाहिँ हिँड्दैछौँ। यता चाहिँ हाम्रो बहिनी, यो चाहिँ हाम्रो बहिनीको आजको सोचिकेको आउटफिट हो। जाडोले हु 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 भइरहेको। यतिकैमा त पुतली जस्तो देखेको नि, अनि सेक्सी गरेको पुरै हामीलाई के हाम्रो शुक्रबारको सेन्से र सोमबारको सेन्से के मैले फेभरेट भन्छु नि। तिनीहरू के हामी अगाडि हामीलाई बोलाउँदाखेरि हामी जाँदाखेरि त बिच दुईवटा उठेर बुढीले हामीलाई हक गरे, अनि हाम्रो फेभरेट सरले फेरि एन्से गरेर उमेर तँ गोजाइमास भनेको कि हामीलाई ओर्केस्ट्रा भनेन न, हाम्रो क्लासकोलाई मात्रै के। ए त्यो बुढो सरले उठेर आएको कि तिनीहरू हामीलाई यो गर्नलाई, अमित त्यो भन्नलाई। ए अनि कस्तो भयो त निहङ गएको एक्सपिरियन्स ओभरअल 1.5 वर्ष? ठिकै ठिकै, राम्रो भएन? राम्रो भयो। ए हो, राम्रो भयो। मलाई जापान र नेपालको चाहिँ के डिफ्रेन्ट हुँदो रहेछ त? एउटै हो त है, एउटै जस्तो त लाग्यो मलाई। एउटै होइन नि, जापानमा त पढ्न सजिलो छ त अनि नेपालमा भन्दा। नाइ फेयरवेलको ए ए एउटै जस्तै त हुँदो रहेछ। त्यहाँ पनि नाम बोलाउँछ नि, अनि नाम बोलाउने अनि दिने अनि सकिँदो रहेछ। हो र, त्यही हो। अरू त मलाई त अरू त खुसी लागेन, स्याड पनि लागेन। यो फुल पाउँदा चाहिँ मलाई एकदमै खुसी लाग्यो। यो फुल पाएर चाहिँ उसलाई एकदमै धेरै धेरै खुसी लागिरहेको छ अरे। रिग्रेट भएको थियो, अनि पछि के यो फुल पाएपछि मलाई त खुसी लाग्यो। स्पिच भन्नुपर्ने रहेछ भनेर, अनि फेरि त मैले भिडियो पठाउनु पर्दो रहेछ भनेर भिडियो पठाएकोले पनि पाउँदो रहेछ नि। राम्रो राम्रो भिडियो बनायो भने क्या, त्यही भएर अब लेसन भयो नि त तिमीलाई, फेरि नेक्स्ट टाइमबाट गर्नै। अस्ति एउटा केटीले के मेरो पालिमा स्पिच भन्दाखेरि डराएर रुएर भन्न सकिँदैन। आज त फुल अफ कन्फिडेन्स प्र्याक्टिस भयो होला नि अस्तिकोले। म त जहिले भन्छु अब हो। हाई गम्बत्ते नि यो। अहिले चाहिँ दिदीले यहाँ मेरो फुल बोक्दै हिँड्नु भयो। दिदीलाई चाहियो अरे, त्यही भएर एक्लै बोल्दै हिँड्नु। Osi kataんですけど持ってきてよかった。बोलेकै त सुने छैन होला साउन्डले। दिदीलाई चाहिँ फुल एकदम मन परेर उहाँ पुरा राख्दै त्यसो राखेर हिँड्नु भयो। समय आज चाहिँ कति जाडो छ, त्यही समय हिँडेस।
यो चाहिँ ऐनी बहिनीले लिएर आएको फुल हो। यसलाई चाहिँ म राम्रो गरेर राख्न लाग्छु। कस्तो क्युट छ।